नमस्ते। हिजो हामीले कक्षा 11 को फिजिक्सको सिलेबसको बारेमा अध्ययन गर्यौं। अब आजदेखि हामी एकाइहरूको बारेमा अध्ययन गर्न गइरहेका छौं। सुरुमा हाम्रो हिजोको कन्टेन्ट एरिया अन्तर्गत 5 वटा मध्ये हामीले सुरुमा मेकानिक्स को कुरा गरेका थियौं। अब आज मेकानिक्स अन्तर्गत 1 नम्बरमा थियो हाम्रो फिजिकल क्वान्टिटिज। फिजिकल क्वान्टिटिज एकाइमा अथवा युनिटमा चाहिँ हामीले के अध्ययन गर्दैछौं आजको दिनमा भने प्रिसाइजन एन्ड सिग्निफिकेन्ट फिगर्स एन्ड सिग्निफिकेन्ट फिगर्स को बारेमा हामी हेर्नेछौं। सुरुमा अब प्रिसाइजन भनेको के हो भन्ने बारेमा हेरौं है त। के रहेछ त प्रिसाइजन भनेको, त्यसको बारेमा बुझौं आजलाई। प्रिसाइजन नेपालीमा चाहिँ यसलाई शुद्धता भनिन्छ, नापमा शुद्धता। सुरुमा यसको डेफिनेसन हेरौं है त। Precision is the degree of closeness among repeated measurement of the same quantity. Precision is the degree of closeness among repeated measurements of same quantity. Here, right? Degree of closeness among repeated measurements of same quantity. कुनै पनि क्वान्टिटी को हामीले मेजरमेन्ट लिँदाखेरि त्यसको मेजरमेन्टमा रिपिट कति भएको छ त, रिपिटेड कति भएको छ त्यसको बारेमा अध्ययन चाहिँ कसले गर्दछ भन्दाखेरि प्रिसाइजनले गर्दछ। उदाहरणबाट बुझ्न सकिन्छ। त्यो भन्दा अगाडि यसमा किवर्डहरु हेरौं। डेफिनेसनको किवर्ड एउटा छ क्लोजनेस, अर्को छ repeated measurements. Closeness and repeated measurements यो शब्दलाई हामीले याद गर्यौं भने अब हामीले परिभाषा सजिलै भन्न सक्छौं। Precision is the degree of closeness among repeated measurements of same quantity. उदाहरणबाट सजिलै बुझ्न सकिन्छ। हेरौं है त। एक्जाम्पल के एक्जाम्पल ल ए बोर्ड को लेंथ अफ व्हाइट बोर्ड, लेंथ अफ व्हाइट बोर्ड लिँदाखेरि एकचोटी आयो 90.4 सेन्टिमिटर, दोस्रो चोटी लिँदाखेरि 90.2 सेन्टिमिटर, तेस्रो चोटी लिँदाखेरि 90.3 सेन्टिमिटर, चौथो चोटी लिँदाखेरि फेरि देखायो 90.4 सेन्टिमिटर, पाँचौं चोटी लिँदाखेरि 90.3 सेन्टिमिटर देखायो। हेरौं त लेन्थ भनेको के हो भन्दाखेरि क्वान्टिटी हो। क्वान्टिटी को
हामीले रिपिटेड मेजरमेन्ट लियौँ। एकचोटि देखायो 90.4 सेन्टिमिटर, अर्कोचोटि देखायो 90.2 सेन्टिमिटर, अर्कोचोटि देखायो 90.3 सेन्टिमिटर, अर्कोचोटि देखायो 90.4 सेन्टिमिटर र फेरि अन्तिममा देखायो 90.3 सेन्टिमिटर। यसरी हामीले मेजरमेन्ट्सहरू लिँदाखेरि चाहिँ यिनीहरूको क्लोजनेस छ भने अब हामीले के भन्न सक्छौँ यसबाट भन्दाखेरि लेन्थ त्योभन्दा अगाडि मेजरमेन्ट अफ लेन्थ इज प्रिसाइज। यो लेन्थको नाप चाहिँ शुद्ध छ है। किन भन्दाखेरि रिपिटेड मेजरमेन्ट्सहरू हेर्दाखेरि चाहिँ एकदमै नजिकका छन्, एकदमै क्लोजनेस छ। सबैको अगाडिको नम्बर सेम चाहिँ 90 90 90, पछाडि मात्रै 4 2 3 4 3 यसरी फरक छ, भनेपछि एकदमै नजिक छ। त्यही भएर यो लेन्थको मेजरमेन्ट चाहिँ के रहेछ भन्दाखेरि प्रिसाइज रहेछ भनेर हामीले भन्न सक्छौँ। यसरी मेजरमेन्ट प्रिसाइज छ कि छैन भन्ने कुरा चाहिँ हामीले प्रिसाइजनबाट हेर्छौँ। यति नै छ यसमा है। ल अब यसपछि हाम्रो टपिकमा छ अर्को सिग्निफिकेन्ट फिगर्स। के हो त सिग्निफिकेन्ट फिगर्स? यो इक्जाम्पल हाम्रो काम लाग्छ, यसलाई मेटिन। सिग्निफिकेन्ट फिगर्स के हो त भन्ने कुरा हेरौँ है त। के होला त सिग्निफिकेन्ट फिगर्स? यसो अनुमान गरौँ त, गेस गरौँ त, के हो त सिग्निफिकेन्ट फिगर्स भनेको? सिग्निफिकेन्ट फिगर्स के होला? सिग्निफिकेन्ट फिगर्स मैले यो नम्बर पनि मेटेको छैन, यसो अनुमान पनि गर्न सकिन्छ होला। के होला त सिग्निफिकेन्ट फिगर्स भनेको? सिग्निफिकेन्ट फिगर्स भनेको चाहिँ के हो रे भन्दा डिजिट्स हो। के को डिजिट्स भन्दाखेरि मेजरमेन्टका डिजिट्सहरू हुन्। जहाँ चाहिँ के छन् भन्दाखेरि चाहिँ एउटा छ अल सर्टेन डिजिट्स, अगाडिका नम्बरहरू सबैमा 90 90 छ, यसलाई भन्छ सर्टेन डिजिट। सर्टेन डिजिट र यो पछाडिकोलाई के भनिन्छ भन्दा अनसर्टेन डिजिट। कुनै पनि मेजरमेन्ट्समा भएका डिजिट्सहरूलाई नै के भन्ने भन्दाखेरि सिग्निफिकेन्ट फिगर्स भन्ने, जसमा चाहिँ के हुन्छ भन्दा सर्टेन डिजिट हुँदो रहेछ र अनसर्टेन डिजिट्स हुँदो रहेछ। एकचोटि डेफिनेसन लेखौँ है त यसको। Significant figures are the digits in the measurement of quantity that includes certain digit and uncertain digits. Significant figures are the digits in the measurement of quantity that include certain digit and uncertain digits. डिजिट है के को भन्दा मेजरमेन्ट हो है। त्यसो भए यसको सिग्निफिकेन्ट फिगर कति हो त भन्दाखेरि अब हामीले के लेख्न सक्यौं भन्दाखेरि 3 सिग्निफिकेन्ट फिगर काउन्ट गर्ने 1 2 3 3 सिग्निफिकेन्ट फिगर।
सबै त्यही छ है, 3 सिग्निफिकेन्ट फिगरै छ। अब मेजरमेन्टहरुमा सिग्निफिकेन्ट फिगर कति छ त भन्ने कुरा थाहा पाउनको लागि हामीले केही नियमहरु जान्नु पर्दछ, रुल्सहरु छ यसमा। यसमा रुल्सहरु छ, त्यो रुल्सहरु हेरौं के रहेछ त। रुल्स 1 नम्बरको रुल छ all non-zero digits, all non-zero digits are significant। यो भनेको के इक्जाम्पल भयो है त। इक्जाम्पलमा हामीसँग एउटा मेजरमेन्ट छ, नम्बर आएको छ 25.3। अब यसको सिग्निफिकेन्ट फिगर कति छ त भन्दाखेरि काउन्ट गर्ने रे, काहीँ 0 छ त छैन है, 2 छ, 5 छ र 3 छ। त्यही भएर यसको सिग्निफिकेन्ट फिगर कति छ भन्दाखेरि 3 सिग्निफिकेन्ट फिगर। all non-zero digits are significant। त्यसपछि अर्को छ 0 between non-zero digits are significant। यो भनेको चाहिँ के हो भन्दा इक्जाम्पलबाट हेरौं। माथिको नम्बरमा यसो राखौं त एउटा नम्बर 25.03। यहाँ हेरौं त 0, यो 0 चाहिँ नन जेरो डिजिटमा छ भने अब हामीले सिग्निफिकेन्ट फिगर लिँदाखेरि के लिने रे भन्दाखेरि सबै नम्बर लिने रे भनेको काउन्ट गर्ने 1 2 3 4। त्यसो भए यसको सिग्निफिकेन्ट फिगर कति भयो त भन्दाखेरि 4 सिग्निफिकेन्ट फिगर। यो अर्को रुल भयो है। अब तेस्रो नम्बरमा रुल छ leading zeros are not significant। इक्जाम्पल गरेर यसो भने लिडिङ जेरो भने चाहिँ लिडिङ भने के हुन्छ, लिडरहरु कहाँ हुन्छन् भन्दा जहिले पनि अगाडि बस्छन् लिडरहरु। त्यही भएर अगाडि भएका जेरोहरु जस्तै 0.00253 ल यो एउटा मेजरमेन्ट छ। यो एउटा मेजरमेन्टमा यसको सिग्निफिकेन्ट फिगर कति छ त भनेर हेर्नु पर्दाखेरि अब लिडिङ जेरोलाई चाहिँ हामीले नलिने भनेको यसलाई काउन्ट नगर्ने, त्यसपछि काउन्ट गर्ने 1 2 3। त्यसपछि यसको सिग्निफिकेन्ट फिगर कति रहेछ भन्दाखेरि 3 सिग्निफिकेन्ट फिगर। यो तेस्रो नियम है। अब अर्को रुल छ चौथो नम्बरमा। अर्को रुल के छ भन्दा यो लिडिङ जेरो भयो। अब अर्को छ ट्रेलिङ जेरो। ट्रेलिङ जेरो, ट्रेलिङ zeros without a decimal, without a decimal are not significant। नम्बरका पछाडीका जेरोहरु यदि डेसिमलमा छैन भने तिनीहरु चाहिँ सिग्निफिकेन्ट हुँदैनन्, तिनीहरुलाई काउन्ट गरिदैन भनेर भनिएको। इक्जाम्पलको रूपमा 1200 डेसिमल छ छैन, त्यसो भए यसको सिग्निफिकेन्ट फिगर के हो त भन्दाखेरि 1 र 2 यो दुईटा लिँदैन। त्यसपछि 2 significant figures। Trailing zero without a decimal are not significant। यसैलाई एउटा विदाउट को ठाउँमा विथ डेसिमल भन्यो भने चाहिँ अर्को रुल बन्छ
जसलाई हामी 5 नम्बर लेख्छौं त्यो भनेको ट्रेलिङ zeros के हो with a decimal are significant. माथिको उदाहरणमा यदि यस्तो थियो भने 12.00 थियो भने अब यसको सिग्निफिकेन्ट फिगर कति हो भन्दाखेरि के भनेको छ ट्रेलिङ जेरो विथ अ डेसिमल आर सिग्निफिकेन्ट डेसिमल छ त्यही भएर यसको सिग्निफिकेन्ट फिगर भने कति भयो भन्दा 1 2 3 4 सिग्निफिकेन्ट फिगर्स। त्यसपछि अब 6औं रुल हेरौं 6 नम्बरको रुलले के भन्छ भन्दा पावर अफ 10 are not significant. पावर अफ 10 are not significant भनेको यदि हामीलाई कुनै नम्बरहरु चाहिँ 10 को पावरमा दिएको छ भने 10 को पावर जतिलाई चाहिँ हामीले काउन्ट नगर्ने। उदाहरणको रूपमा 1.2 into 10 को पावर 8 दिएको छ भने यतिखेर चाहिँ यो दुईटालाई नहेर्ने काउन्ट गर्ने यिनीहरुलाई मात्रै भनेको। अब यसको सिग्निफिकेन्ट फिगर कति भयो भन्दा 2 सिग्निफिकेन्ट फिगर्स। सो पावर अफ 10 आर नट सिग्निफिकेन्ट। अब अन्तिम रुल छ हामीसँग 7 नम्बरमा 7 नम्बरको रुल हेरौं युनिभर्सल constant have infinite significant figure। एक्जाम्पल को रूपमा भेलोसिटी अफ लाइट पाई यिनीहरुको सिग्निफिकेन्ट फिगर कति हुन्छ भन्दा इन्फाइनाइट सिग्निफिकेन्ट फिगर। मेजरमेन्ट लिँदाखेरि डिजिट भनेको कति हुन्छ हामीले काउन्ट गर्न सक्दैनौं। यसरी हामीसँग सिग्निफिकेन्ट फिगर्सका 7 वटा रुल्सहरु रहेका छन्। यिनीहरुलाई चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ। अब सिग्निफिकेन्ट फिगर्स को इम्पोर्टेन्स के छ त किन हामीले सिग्निफिकेन्ट फिगर्स ख्याल गर्नुपर्छ भनेर त्यसको बारेमा हेरौं है त। के होला सिग्निफिकेन्ट फिगर्स को इम्पोर्टेन्स किन हामीले सिग्निफिकेन्ट फिगर्स हेरिरहेका छौं हामीले अध्ययन गर्नुपर्ने आवश्यकता किन पर्यो के महत्व भयो त पर्यो भने हैन इम्पोर्टेन्स। अब सिग्निफिकेन्ट फिगर्सले चाहिँ एउटा दिन्छ उले इट गिव्स प्रिसाइज अफ मेजरमेन्ट है। हाम्रो मेजरमेन्ट चाहिँ प्रिसाइज छ कि छैन शुद्ध छ कि छैन मेजरमेन्टहरु एक आपसमा नजिक छ कि छैन भन्ने कुरा चाहिँ सिग्निफिकेन्ट फिगर्सले दिन्छ भने अर्को चाहिँ के दिन्छ भन्दा कन्सिस्टेन्सी हाम्रो क्याल्कुलेसनमा एकरूपता दिने काम चाहिँ यसले दिन्छ। इट गिव्स consistency of measurement है। सुरु हेरौं है त प्रिसाइज अफ मेजरमेन्टमा
ल इक्जाम्पलबाट हेरौँ सिग्निफिकेन्ट फिगरले कसरी प्रिसाइज दिन्छ मेजरमेन्टमा शुद्धता कसरी दिँदो रहेछ भन्ने कुरा चाहिँ उदाहरणबाट हेरौँ अघिकै उदाहरणबाट हेरौँ है त लेन्थ अफ व्हाइट बोर्ड राम भन्ने व्यक्तिले लेन्थ अफ व्हाइट बोर्ड लिदियो 90.4 सेन्टिमिटर भने सेम भने अर्कोले चाहिँ 90.42 सेन्टिमिटर लियो भने अब यसको सिग्निफिकेन्ट फिगर कति छ 3 सिग्निफिकेन्ट फिगर यसको कति छ त भन्दा 4 सिग्निफिकेन्ट फिगर अब जति बढी सिग्निफिकेन्ट फिगर भयो त्यति नै बढी के हुन्छ प्रिसाइज हुन्छ मेजरमेन्ट राम्रो मानिन्छ एक्युरेसी हुन्छ त्यही भएर अब हामीले बढी भन्दा बढी भए सिग्निफिकेन्ट फिगर्स भएको मेजरमेन्ट्सहरु चाहिँ लिँदाखेरि चाहिँ त्यो के भयो प्रिसाइज भयो एकरूपता हुन्छ कन्सिस्टेन्सी पनि हुन्छ यसरी हाम्रो इम्पोर्टेन्स छ सिग्निफिकेन्ट फिगर्स को प्रिसाइजनमा है अब अर्को छ अब अर्कोमा हेरौं सिग्निफिकेन्ट फिगर्स को यति नै होला अब अलिकति हामीले सानो कक्षातिर पढिरहेको राउन्डिङ रुल्स राउन्डिङ अफ रुल्स भन्ने छ एउटा यो हेरौं यो सिग्निफिकेन्ट फिगर्स का हिसाबहरु गर्दाखेरि हामीलाई काम लाग्छ राउन्डिङ अफ रुल्स सामान्य भाषामा पोइन्ट पछाडिका कतिवटासम्म नम्बर लिने त्यो नियम के छ त हामीले मन लाग्यो लिने हो त जस्तै 12.488 छ कसैले लेख्लान् 12.48 कसैले लेख्लान् 12.49 दुईटै राइट हो त कुन लेख्ने त भन्ने कुरा चाहिँ अब हामीले कसले दिन्छ भन्दा राउन्डिङ अफ रुलले दिन्छ अब यसको लागि रुले भनेपछि पक्कै पनि रुल्सहरु रहेका छन् पहिलो रुल्स हेरौं व्हाइल राउन्डिङ जब राउन्डिङ गरिन्छ व्हाइल राउन्डिङ चेक द डिजिट टु बी रिमुभ्ड जुन डिजिटलाई रिमुभ गर्नुपर्ने हो त्यो डिजिटलाई चेक गर्नु पर्यो यदि इफ इट्स भनेको त्यो रिमुभ गर्ने डिजिट चाहिँ लेस देन 5 छ भने कीप सेम त्यो डिजिटलाई हटाइदिने जे नम्बर छ हामीले त्यही राख्ने भनेको एक्जाम्पलमा हेरौं 12.34 4 सिग्निफिकेन्ट फिगर्स नम्बर छ यसलाई हामीले 3 सिग्निफिकेन्ट फिगर्स नम्बरमा राख्नु छ भनेको यो 4 लाई हटाइदिनु छ यो हटाउनु पर्ने नम्बर चाहिँ 5 भन्दा सानो छ भने चाहिँ अब केही नगर्ने हटाएर छोड्दिने भनेको चाहिँ 12.3 लेख्ने यसमा नम्बर नजोड्ने जस्तो छ त्यस्तै राख्ने 12.3 अर्को रुल छ इफ इट्स अथवा इट इज ग्रेटर देन 5 छ भने के गर्ने त भन्दा एड 1 है हटाउनु पर्ने नम्बर चाहिँ 1 भन्दा 5 भन्दा बेसी छ भने चाहिँ के गर्ने एड 1 गर्ने एक्जाम्पलबाट हेरौं
12.36 अरे ल हेर्नु त हामीलाई यो नम्बर हटाउनु पर्ने छ यो चाहिँ कति छ भन्दा 5 भन्दा चाहिँ के छ बेसी छ अब गर्दाखेरि के गर्ने एड 1 गर्ने भनेको 12.4 लेख्ने यो अर्को रुल भयो अब 5 भन्दा सानो छ भन्यो भने चाहिँ सेम राख्ने जस्ता छ त्यस्तै राख्ने 5 भन्दा बेसी छ भने 1 जोड्ने भने अब प्रश्न आउला 5 छ भने चाहिँ के गर्ने त्यसको लागि पनि नियम छ है के नियम होला त 5 छ भने हटाउनु पर्ने डिजिट चाहिँ एक्ज्याक्टली 5 छ भने के गर्ने इफ इट इज एक्ज्याक्टली 5 छ भने देन follow even rule even rule भन्ने अर्को एउटा रुल छ त्यो रुललाई अब हामीले फलो गर्नु पर्यो त्यसको लागि हटाउनु पर्ने डिजिट भन्दा अगाडिको डिजिटलाई अब हेर्ने त्यो भनेको लुक एट द previous डिजिट यदि त्यो डिजिट चाहिँ इवन छ भने इवन रुल भनेको छ नि यदि त्यो डिजिट इवन छ भने लिभ द सेम जे छ त्यही राख्देऊ इफ इट इज इवन लिभ इट अनचेन्ज्ड For example, 12 point, leave it unchanged. 4 5. है त यो 1 2 3 4 सिग्निफिकेन्ट फिगर्स नम्बर यसलाई हामीले 3 सिग्निफिकेन्ट फिगर्स नम्बरमा चेन्ज गर्नु छ भनेको यो पछाडीको डिजिटलाई हटाउनु छ पछाडीको डिजिटलाई हटाउँदाखेरि 5 भन्दा सानो थियो भने हामी त्यतिकै राख्दै थियौं सेम किप द सेम राख्थ्यौं 5 भन्दा ठुलो थियो भने एड गरिराख्थ्यौं अगाडिको नम्बरमा 5 छ भने चाहिँ अब हामीले इवन रुल फलो गर्नु पर्यो इवन रुल फलो गर्दाखेरि चाहिँ हटाउनु पर्ने भन्दा अगाडिको यो नम्बरलाई हेर्ने यो नम्बर इवन छ भने अब राउन्डिङ गर्दाखेरि चाहिँ के गर्ने भन्दाखेरि लिभ इट अनचेन्ज 12.4 सधैँ इवन हुन्छ भन्ने छैन के अब त्यसो भए इफ इट इज अड भयो भने के गर्ने त भन्दा इन्क्रिज इट बाइ 1 फर एक्जाम्पल 12.35 छ यो के भयो अड भयो अब 4 सिग्निफिकेन्ट फिगर्स बाट 3 सिग्निफिकेन्ट फिगर्स नम्बर लेख्नु पर्यो भने के गर्ने ना 12.4 एड गर्यो नि हामीले यसमै यो 3 मा +1 गरेर के भयो 4 भयो यसरी राउन्डिङ गर्ने नियम छ यी नियमहरुलाई हामीले याद गर्नुपर्ने हुन्छ यसको लागि नोट हिजो जस्तै कमेन्ट सेक्सनमा पीडीएफ फर्मेटमा हुनेछ त्यो अध्ययन गर्नु होला र यसलाई पनि हेर्नु होला आजलाई यति नै अब भोलि चाहिँ हामी डाइमेन्सनको कुरा गर्छौं भन्दै बिदा भएँ नमस्ते।